तपाईहरु देख्न सक्नुहुन्छ यो मेरो ब्याकग्राउन्डमा एकदमै निकै नै सुन्दर गुम्बा रहेको छ। आहा व्हाट अ नाइस। ओहो ओहो मनै शान्त आनन्दमय भएर आयो। तपाईहरु देख्न सक्नुहुन्छ पछाडिको भ्यू र यो साइडको भ्यू यस्तो रहेको छ। ए साहिली भन्ने हुन्छ नि टक्क लाएर। तर यहाँ के लेखेको छ थाहा छैन के। खिच्न पाइन्छ कि पाउँदैन भन्ने कुरा मलाई आई डोन्ट नो।はい、すみません。すみません。動画撮ってもよろしいですか。こちらへ。は、ここ？あ、そうです。ऐसे में बड़ा सख्त लौंडा हूं, लेकिन यार यहाँ में पिघल いいと思いますか。絶対はわからんけど。撮りました。いいですか。あ、イエーイ。ओके फाइनल फॉर्मेशन। रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं सोके どこから参りましたか。住んでいる場所は。岐阜。岐阜から。岐阜の下の方。下の方。こっちの方。はい岐阜も綺麗ですね。イエーイ。はい。いたことがありますので、あそうなんですね2回あいたことがあります。ああ、みんなで綺麗。 समझ रहे हो, समझ रहे हो, समझ रहे हो। ちょっと質問がありますのでよろしいでしょうか。はい。ああ、ネパールのついてどうします。ネパールのついてわからない。国、ネパールのあ、国国は知ってる。知ってますか。は何が知ってますか。ネパールのついて。い。何？अरे कहना क्या चाहते हो। 料理食べたことがありますか。料理は。ないと思います。 कौन है ये लोग, कहाँ से आते हैं ये? お名前はかなです。かな。かなさんは岐阜に住んでいますか。兵庫。京都。兵庫。兵庫。兵庫県。兵庫県。神戸とか。姫あ、路。神戸。姫路。姫路。あ、姫姫路。YouTube で来たことがあります。あ、お名前は路。若葉。若葉さんは岐阜に住岐んでま阜。す。はい。ナミカです。ナミカです。あ、いい名前です。OK、ありがとうございます。あ、ネパあ、ちょっとすみません。あ、ネパールのエベレスト。エベレスト。存じますか。エベレスト。あ、エベレストってネパールだ。あ、そうなんです。初めて知ってますか。知らんかった。へえ、エベレスト。 खामी के रे के भन्छ भगवानलाई के भन्छ ओ अरे कहना क्या चाहते हो। なんと言いますか。お神様、神様。ゴータムブッダ。聞いたことがありますか。ゴータムブッダ。ブッダ。ブッダ。英語でできますか。英語。Where is born Buddha。どこにおるか。あ、生まれましたか。どこに生まれましたか。インドじゃなくて。インド。 शाबाश बेटा। 違います。インドは違います。ネパールに生まれました。ブッダ was born in Nepal。私はネパール人です。どうぞよろしくお願いします。ओके ありがとうございます。So see you。ओके गाइस। यिनीहरूलाई पनि मैले सोधेको यिनीहरू पनि यङ जेनेरेसनका छन् तर यिनीहरूलाई केही थाहा रहन्छ कि त्यो नेपालको बारेमा हैन। बुद्ध पनि कहाँ जन्मेको हो भने त्यो पनि थाहा छैन। तर यहाँ प्राय चाहिँ बुद्धिस्ट हुन्छन् जापानमा। त्यही पनि यिनीहरूलाई थाहा छैन बुद्ध कहाँ जन्मेको। एउटा केटीलाई सोधेको उसले चाहिँ भन्छ इन्डियामा जन्मेको रे। म त एकछिन सक भए साथीहरू। इन्डियाले पनि यस्तो त्यो गरिरहेछ कि बुद्ध इन्डिया नै जन्मेको भनेर प्रचार प्रसार गरिरहेछ। नेपालमा पनि प्रचार प्रसार गर्न आवश्यक छ कि नेपालले बुद्ध नेपालमै जन्मेको हो भनेर विश्वव्यापी रूपमा अब प्रचार प्रसार गर्न पनि आवश्यक छ। र उनीहरूलाई एभरेस्ट त थाहा रहेछ तर कहाँ छ भन्ने कुरा थाहा रहन्छ। तर एभरेस्ट नेपालमा छ भन्ने कुरा थाहा थिएन। मैले चाहिँ उनीहरूलाई जानकारी गराइहालेँ एभरेस्ट विश्वकै अग्लो हिमाल नेपालमा रहेको छ भनेर। अब म तपाईहरुलाई यसो यो
टेम्पलको नजारा देखाउने छु है, देख्न सक्नुहुन्छ निकै नै। मलाई जापानको एकदम नै राम्रो लाग्ने पक्ष भनेको के हो भनेपछि तपाईँहरू जहाँ गए पनि होइन, फोहोर चाहिँ 0% हो क्या। फोहोर चाहिँ तपाईँहरू कहीँ देख्न सक्नुहुन्न। डस्टबिन पनि बाहिर कतै हुँदैन क्या। डस्टबिन प्रायः अब हामीहरू नेपालमा भन्छ नि डस्टबिन ठाउँ ठाउँमा राखिदिएपछि फोहोर कम हुन्छ भनेर, तर यहाँ चाहिँ डस्टबिन पनि हामी देख्न सक्दैनौँ। तपाईँहरू देख्न सक्नुहुन्छ, यो त झन् टेम्पल भइहाल्यो, यहाँ चाहिँ फोहोर हुने कुरो नै भएन, यसै नै क्लिन छ। तर यहाँ डस्टबिनहरू पनि छैन क्या। यिनीहरूले फोहोर के भन्छ, जहाँबाट फोहोर सुरुवात हुन्छ त्यही नै नष्ट गरिदिन्छन् क्या। त्यो चाहिँ यिनीहरूको राम्रो पक्ष हो, त्यो चाहिँ नेपालमा पनि सिक्नुपर्ने कुरा हो। तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो टाइपको हुन्छ जापानमा मन्दिरहरू। यो पछाडि देख्नुभएको छ यो, तपाईँहरूले यदि मुभी भिडियोहरूमा देख्नुभएको छ भने यही हो तपाईँहरूले देख्नुभएको वाटर नाइस है, कस्तो दामी रहेको छ। अनि बुद्ध चाहिँ उहाँ बुद्धको मूर्ति देख्न सक्नुहुन्छ मस्तले देख्न सक्नुहुन्छ। तर बुद्ध जन्मेको कहाँ भनेर थाहा छैन, तर बुद्धिस्टहरू यहाँ टन्नै छन् है, त्यति थाहा हुँदैन। यता चाहिँ यस्तो रहेको छ नजारा, वाट अ ब्युटिफुल।